AK Television. Stay ahead, stay informed. आर्थिक वर्ष 2082-83 को बजेट आउन अब केही दिन मात्र बाँकी छ। त्यसैले यस समय भनेको बजेट सिजन हो र संसदको बजेट सेसन है भन्न सकिन्छ। नेपालको संविधान 2072 को बाद 10 धारा 119 को उपधार 3 बमोजिम नेपाल सरकारको अर्थमन्त्रीले वार्षिक आय व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको 15 गते संघीय संसदमा अनिवार्य पेश गर्नुपर्ने स्पष्ट व्यवस्था छ। सोही व्यवस्था बमोजिम यति बेला अर्थ मन्त्रालयले खास गरी बजेट तयारीका लागि छानिएका कर्मचारी र अर्थमन्त्री स्वयं खटिएका छन्। अर्थतन्त्रको यथार्थ स्थिति 2 वर्षदेखि हालसम्म पूर्ण ललायमान हुन सकिरहेको छैन। चालु आवमा समष्टिगत आपूर्ति पक्षबाट सामान्य आर्थिक वृद्धिको अनुमान भए पनि मुख्यतः समष्टिगत माग उपभोग पक्ष शिथिल भई अर्थतन्त्र पूर्ण चलायमान नभई कमजोर अवस्थामा नै रहेको छ। बाह्य क्षेत्रमा केही अल्पकालीन उल्लेख्य सुधार आए पनि अन्य क्षेत्रमा खास सुधार आएको छैन। बरु सबल बनिएको बैंकिङ वित्तीय क्षेत्र पनि धराशायी जस्तो भएको देखिन्छ। अति कमजोर राजस्व स्थिति र बढ्दो उच्च चालु तथा वित्तीय खर्चले गर्दा सरकारी वित्तको स्थिति झन कमजोर भएको छ। गौण रूपमा मूल्याङ्कन गर्दा अर्थतन्त्र साँच्चीकै कमजोर अवस्थामा छ। हालसालको बाह्य क्षेत्रको सुधार अस्थायी रूपमा भएको देखिन्छ। प्रजातन्त्र पुनरुत्थान पश्चातको 3 दशक बढीको प्रयासका बावजुद आर्थिक वृद्धि औसत करिब 4% को हाराहारीमा नै रही विश्वका 44 अति कम आय मुलुकको स्तरबाट माथि उठ्न सकेको छैन। अर्थतन्त्र वास्तवमै केही दीर्घकालीन संरचनात्मक समस्याबाट पिरोलिरहेको छ। बेरोजगारी, वैदेशिक रोजगारमा निर्भरता, कृषि उत्पादनमा आत्मनिर्भरता नहुनु, उद्योग धन्दा सुस्त हुनु र निर्यातभन्दा आयात बढ्दो दर सबै आर्थिक कमजोरीका लक्षण हुन्। यस्तो अवस्थामा अब बन्ने बजेट वार्षिक खर्चको खाका मात्र होइन, दीर्घकालीन आर्थिक रूपान्तरणको दस्तावेज हुनुपर्छ। अबको बजेट के खर्च गर्ने भन्दा पनि कसरी राष्ट्र उत्पादनशील बनाउने भन्ने सोचमा केन्द्रित हुनुपर्छ। पहिलो कुरा, बजेटले प्राथमिकताहरू स्पष्ट पार्नै पर्छ। विगतका बजेटहरूमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा आदि प्राथमिकतामा राखिएको पाइन्छ। तर कार्यान्वयन तहमा पुगेपछि ती प्राथमिकताहरू मौकामा ठन्किन्छन्, योजनाहरू ठेकेदारमुखी र खर्चमुखी हुन्छन्। अब चाहिने बजेट भनेको प्राथमिकताहरूलाई परिणाममुखी योजनामा रूपान्तरण गर्ने खालको हुनुपर्छ, जसले सरकारी लगानीबाट प्रत्यक्ष उत्पादन र रोजगारी सिर्जना गर्छ। बेरोजगारी अहिलेको सबैभन्दा ठूलो चुनौती हो। लाखौं युवा रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन्। यो परिस्थितिलाई नियन्त्रण गर्न अबको बजेटले युवामुखी उत्पादन र उद्यमशीलतालाई केन्द्रमा राख्नुपर्छ।